यो प्लान्टहरू छ साथीहरू 12,600 फिटको एल्टिट्युडमा हुने प्लान्टहरू हजुरहरूलाई देखाएको ल। यस्ता प्लान्टहरू छन्, कम्ता दामी छैन नि त है, बट कोही त पोइजनस पनि हुन्छ। यस्तोहरू है, प्रकृतिले सबसँग आफ्नो आफ्नो चिज दिएको हुन्छ। कोही चिज चाहिँ छुनु हुँदैन, बिखुमार हुन्छ, के हुन्छ हो। यो सब फ्लावरहरू के दामी है। यो चाहिँ 12,600 फिटको एल्टिट्युडमा। वाउ, 12,000 को एल्टिट्युडमा चाहिँ यस्तो भालुहरू पनि हुँदो रहेछ, तर रातो हुँदो रहेछ साथीहरू। 12,000 एल्टिट्युडमा पनि रेड पान्डा पनि हुँदो रहेछ। यसको चाहिँ पत्तामा काँडा पनि रहेछ। यो फुल मजाको रहेछ गाइस। यो चाहिँ बट हो कि बिच हो कोनी, यसरी मजाको फुल्दो रहेछ यी साथीहरू। वाउ, जस्ट लुकिङ लाइक अ वाउ। कस्तो दामी दामी के। यो प्लान्टको नाम चाहिँ कसलाई याद छ हो हजुरहरूलाई भनिदिउँ है। कस्तो दामी हरियो छ। फुलमती हो। तल लो एल्टिट्युडमा पनि हाई एल्टिट्युडमा पाउने नै यो ठोट्ने। यो चाहिँ अजामबारी रहेछ साथीहरू। हिउँ पनि थाम्ने, तल 40 डिग्रीको गरम पनि थाम्ने। यो चाहिँ अलच्छिना चिज रहेछ है साथीहरू। यो ग्रिन भएको पुरा मन पर्यो। कस्तो दामी है, त्यसै देखाएको होइन है साथीहरू। यस्तो दामी देख्छ कि गाइस। आम्मामामा। 16,000 को हाइटको एल्टिट्युडमा, 16,000 फिटको हाइटको एल्टिट्युडमा चाहिँ गल्फ, यो चाहिँ गल्फ खेल्ने ठाउँ है साथीहरू। यो गल्फ खेल्ने ठाउँ साथीहरू आर्मीहरूको। दुईटा तीनटा कुकुर सुतेको रहेछ। यो चौडीको गाठ चाहिँ गोठमा मान्छे रहेछ। यो बत्ती दामी निकालिदिनु छ। सब धेरै छ। प्राकृतिकको सुन्दर सृष्टिहरू हेर्नुहोस् है हजुरहरू। आम्मामामामामा, त्योभन्दा पनि अति दामी चाहिँ यिनीहरू क्या। यो ठाउँमा यिनीहरूले नै यहाँका प्राणीहरूलाई अक्सिजन बाँड्छ बिचरा है। हिउँदोमा यिनीहरूलाई हिउँले पुरेर यिनीहरूको पनि भ्याल हुन्छ। अहिले बर्खामा अलिकति यिनीहरूको सास आएको छ। यिनीहरू नै हो बिचरा यत्रो हाई एल्टिट्युडमा चाहिँ यहाँका प्राणीलाई अक्सिजन बाँड्ने चाहिँ है।
प्रकृतिले आफ्नो प्रकृतिलाई सुन्दर राख्नुलाई कस्तो कस्तो चिजको सृष्टि गरेको छ है साथीहरू हेर्नुहोस् है वाट अ ब्युटिफुल प्लान्ट्स देख्नुभयो त प्राकृतिक आफ्नै सुन्दरताहरू के दामी यो प्लान्ट यस्तो दामी फुल्दैछ यसले पनि यहाँ फुल्नलाई कोपिला दिइरहेछ यस्तो दामी यार यहाँ एउटा फुलेको छ वाउ प्रकृतिले चाहिँ आफ्नो सृष्टि यति सुन्दर गरेको हुन्छ तर हामी मानव चाहिँ होडबाजीमा अर्कालाई देखाउने क्रममा चाहिँ अलिकति प्रकृतिलाई रङ्गी चङ्गी गर्ने हुँदा चाहिँ यसरी बिगारेर लान्छौँ है तर नेचरलाई नेचुरल्ली रहनु दिनु चाहिँ राम्रो हो हामी पैसा कमाउने भएर अर्कालाई देखाउने हुँदा धेरै कुरामा हामी प्रकृतिलाई हानि पुर्याउँछौँ है